यो पालिको दसैँ चाहिँ सधैँको जस्तो रमझम गर्नु पाएन है साथीहरू, किनभने चाहिँ हाम्रो घरतिर पनि मनाएको थिएन आमाको घरपट्टि। अन्त किनभने चाहिँ आमाहरूलाई चाहिँ जुठो लागेको थियो, अनि हामीले चाहिँ अब केटाकेटीहरूलाई चाहिँ जुठो लाग्दैन भनेर चाहिँ यता बोलाएको थियो है। अनि मैले पनि हल्का फुल्का यसो टिकाहरू लगाइदिएँ है। अनि चाहिँ हामी चाहिँ टिका लगाइदिए। हुनु चाहिँ हामी चाहिँ बुद्धिस्ट हौँ पहिल्यैदेखिको, तर पनि हामीले चाहिँ सानोदेखि नै अब मनाउँदै आएर चाहिँ अब के नमनाउँदाखेरि चाहिँ अलिक अर्कै खालको लाग्ने त्यस्तो हुँदो रहेछ है। अनि दसैँ दिवाली भनेको चाहिँ अब त्यही हो, सबैजना भेला हुने रमझम गर्ने त्यस्तो हुन्छ नि त। अनि हामीले पनि हल्का फुल्का रमझम त गरिनँ, अब टिकाहरू लगाइदिएँ, खानासाना खाएँ है। अनि त्यसरी मनायौँ हामीले चाहिँ। अनि अन्त अब सानोदेखिको नेपाली गाउँमा बसेर हुर्किएको हामीहरू है। अनि दसैँ तिहार मनाउनु मनपर्छ। अनि त्यही भएर चाहिँ मलाई चाहिँ त अरूलाई भन्दा पनि मलाई चाहिँ एकदमै धेरै यो टिका लाउने चाहिँ एकदमै धेरै मनपर्छ है। अनि त्यही भएर मैले चाहिँ अब केटाकेटीहरू आएको थियो, त्यही भएर मैले चाहिँ टिकाहरू लगाइदिएँ। अनि यहाँनिर चाहिँ भाइलाई लाउँछ भनेर चाहिँ हाँस्दै थियो नि त। अन्त मैले चाहिँ पहिला ठुलोदेखि स्टार्ट गरेको थिएँ नि त। अन्त उसले चाहिँ पुलुक पुलुक हेर्दै थियो। अनि पहिला ठुलोलाई लगाइदिनु अन्त सानोलाई लाउनु भनेको थिएँ नि त। अन्त त्यतिकै चाहिँ त्यसरी लाउँदै थिएँ है। अनि तर पनि केही छैन, अब अर्को वर्ष चाहिँ अब मजाले मनाउँछु भन्ने चाहिँ अब छ। अब हेरौँ के हुन्छ, अब टाइम धेरै छ होइन। अर्को वर्ष आउनु निकै नै छ, सायद अब मिल्यो भनेदेखि चाहिँ अब मनाउँछु होला। अब त्यो भन्नु सक्दैन, अब बिचमा के हुन्छ कसो हुन्छ त्यो कसैलाई पनि थाहा हुँदैन है। अनि हामीले चाहिँ यसरी मनायौँ। हजुरहरूले चाहिँ एकदमै रमझम गर्नुभयो होला है। हाम्रो चाहिँ थिएन, खालि केटाकेटीहरूलाई मात्रै थियो है। अनि मेरो भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो लाग्छ, यदि मन परेमा लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला। अनि यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ मेरो पेजलाई फलो पनि गर्नु नबिर्सिनु होला। सो थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, फेरि भेटौँला नेक्स्ट भिडियोमा।